मङ्गोल नेसनल अर्गनाइजेसनको समसामयिक राजनीतिको विषयमा आज हामी संवाद गर्न लागिराखेका छौँ। हामीसँग मङ्गोल नेसनल अर्गनाइजेसनका केन्द्रीय सदस्य याम श्रेष्ठ हुनुहुन्छ। स्वागत छ यहाँलाई। हजुर, धन्यवाद। जय मङ्गोल। आरामै हुनुहुन्छ? हजुर, आरामै। अहिले पछिल्लो समय सङ्गठनको गतिविधिहरू चाहिँ के कसरी अगाडि बढिरहेछ? अहिलेको पछिल्लो समयमा चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनको विभिन्न कार्यक्रमहरू चाहिँ भइरहेको अवस्था छ। म आफै पनि अब विभिन्न कार्यक्रममा सामेलको लागि पूर्वदेखि पश्चिमसम्मको दौरानमा दौडिरहेको छु। अहिले निरन्तर चलिरहेको अवस्था हो। निर्वाचन पछाडि चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनको मत घटेर चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनको कार्यक्रमहरू नै ठप्प हुने स्थितिमा पुग्यो भन्छ नि, त्यो गलत हो। अब यो त हाम्रो अरूलाई होइन, यो मङ्गोल नेसनल अर्गनाइजेसनलाई छेक्नको लागि, हतोत्साहित बनाउनको लागि खेलिएको रचेको षड्यन्त्र थियो। अहिले यो निर्वाचन पनि अब कसैको लागि गराइएको थियो, त्यो तपाईँ हामीले सोझै रूपमा बुझ्न सकिन्छ। अब यो अहिले नेपालमा हालसम्ममा एकदम परिचालित तरिकाले अब विभिन्न कसकोले चाहिँ अब अलिकति पश्चिमाहरूको चाहिँ अब तपाईँको उसको हितमा काम गर्छ, उसैको लागि उसले आफ्नो चोइसमा चाहिँ यहाँको शासन सत्ताको चाहिँ व्यवस्था परिवर्तन गरिरहेको छ। अहिले चाहिँ अब जुन अब अहिलेको तपाईँ हामीले भोगिरहेको अवस्थाको अहिले शासन सत्ता चाहिँ जस्तो जयन्ती आन्दोलन पश्चात उनीहरूको निमित्त ल्याइएको थियो र त्यो लामो समय टिक्ने अवस्था चाहिँ रहँदैन। जनताले भोट हालेर बनाएको सरकार होइन र यो त। अब अहिलेको यहाँको जनतामा राजनीतिक चेतना भएको जनताले बनाएको भन्नु एउटा लहर आउँछ, अल्गोरिदम प्रयोग गरिन्छ। यहाँ मान्छेमा चेतना छैन, राजनीतिक चेतना छैन। राजनीतिक चेतना नहुनु पनि अब उहाँहरूमा स्वाभाविकै हो। यहाँ शताब्दीदेखि चाहिँ तपाईँको अब हाम्रो मान्छेमा गोठाला भेडा गोठाला है, त्यस्तै अब दासदासीको रूपबाट चाहिँ भर्खर मानव सभ्यतामा आएको जतिको अवस्थामा रहेको कारणले गर्दाखेरि हाम्रो पुर्खालाई हेर्नुपर्छ। दासदासी राखिने हरेक कुराहरूमा चाहिँ हामीलाई खेताला पातालामा भुल्याउने, लेखपढ गर्नु नदिएको अवस्था भर्खर न हो। अब हामीले अलिकति थोरै चेतनाको अहिलेको ढोका खोल्ने भनेको हाम्रो पालादेखि मात्रै, हाम्रो बुवाको पालासम्म पनि यो धुलो लेखले त्यो पार्टीहरू नभएर चाहिँ धुलो लेखेर परेको भन्नुहुन्थ्यो। त्यो अवस्थाबाट गुज्रिरहेको कारणले गर्दा त्यो चाहिँ के छ भन्दाखेरि यहाँको 80% मूलवासी मङ्गोलहरूको लागि मात्रै गरिएको थियो। अहिलेको शासन सत्तामा तपाईँ हामीले बुझ्न सकिन्छ 20% यहाँको अब खसारे दाजुभाइको निमित्त मात्रै यो शासन सत्ता रहिरहेको अवस्था छ। र केही मङ्गोल अनुहारको अब आसेपासे हनुमाने त्यो चाकुलीवाद, त्यो विभिन्न त्यो हुन्छ नि एउटा खालको चाप्लिसीको दस हो, त्यस्तोको लागि मात्रै हो। त्यो पनि अब त्यो एउटा राम्रो त्यहाँको त्यो राम्रो मिठो मसिनो चाहिँ उहाँहरूकै हो, त्यो रहेको हुन्छ नि जुठेहरू, त्यस्तोहरूको लागि मात्रै। तपाईँहरूको सङ्गठन खोलिएको 37 वर्ष भइसक्यो। हजुर, चुनाव चाहिँ जित्न सक्नु भएन नि, किन? चुनाव जित्नु ठुलो कुरा होइन, विचारले जित्नु ठुलो कुरा हो। चुनावमा त त्यो परिणाम मात्रै ल्याउने हो। अब विचार अहिलेसम्म मङ्गोल नेसनल अर्गनाइजेसनदेखि बाहेकको विचारमा पटक त्यो बेलादेखि अहिलेसम्म जे भन्दै आएको कुराहरू चाहिँ उहाँहरूले त्यहाँ लागू गर्नु बाध्य भइरहेको छ। हामी जे भन्छौँ त्यही लागू भएको छ। लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीयता अब नाम मात्रकै भए पनि जे लागू गर्न बाध्य भएको छ नि त। त्यो कारणले गर्दाखेरि हामीले जे भन्छौँ त्यो अब चुनावै नलडिकन हाम्रो चाहिँ तपाईँको त्यहाँ सबै कुराहरू लागू भइरहेको छ। हामीले किन त्यो परिणामै ल्याएर चाहिँ देखाउनुपर्छ भन्ने छैन नि त। त्यो कारणले हामीलाई कुनै पनि त्यो आपत्ति विचार सिद्धान्त चाहिँ तपाईँहरूको आयो। हजुर, जनताले भोट चाहिँ हालेन नि। अब जनतामा त्यही त अघि पनि भने मैले राजनीतिक चेतना अभाव हो। अब बिस्तारै राजनीतिक चेतनाको निमित्त यहाँको मङ्गोल नेसनल अर्गनाइजेसनले अब अगाडि बढिरहेको छ, नीति कार्यक्रमहरू चाहिँ बढिरहेको छ, अगाडि बढिरहेको छ। हामी पनि अब दौडधुपमै छौँ। अब उनीहरूको सबैभन्दा ठुलो अस्त्र भनेको अब जातिवाद हो, हिन्दूवाद हो। जातिवाद र हिन्दूवाद साम्प्रदायिक भावनामा अहिले हाम्रो यहाँको मूलवासीहरू चाहिँ लडिरहेको अवस्था छ क्या। समुदाय भावना छ एउटा, अहिले त त्यस पछाडि फेरि धार्मिक भावनाहरूमा चाहिँ ल्याएर हामी मूलवासी मङ्गोलहरूमा चाहिँ अनेक किसिमको नानाभाती धर्म प्रतिपादन गरेर हामीमा लादिएको कुराहरू छ। त्यस्तै चिन्तनले धार्मिक सङ्कीर्ण विचार, साम्प्रदायिक भावना, व्यक्तिवादी चिन्तन, नातावाद, कीटवादको चाहिँ तपाईँ कहिले यो चङ्गुलमा फँसेको कारणले गर्दा अहिले त्यो हामीले आत्तिहाल्नुपर्ने माथिहाल्नुपर्ने अवस्था छैन। त्यो बिस्तारै चेतनाको दियो। हामी पक्कै पनि बाल्ने छ हाम्रो यो एमएनएले। त्यसपछि चाहिँ हराभरा यो एकछिनमा बालेर झ्यापै निम्ने होइन नि त। अब अहिले त आयो माओवादी आयो, विभिन्न अहिलेको यो अब घन्टी सरकार, यिनीहरू लामो समय चाहिँ टिक्दैन कि। त्यो कारणले गर्दाखेरि नटिकेको कारणले गर्दा यिनीहरू सधैँभरि सफल हुन्छ भन्ने। यो सरकारको आयो पनि लामो देख्नु छैन, लामो छैन। अब यो झन् परिचालित हो, अरूद्वारा परिचालितले लामो समय काम गर्न सक्दैन नि। अब माथिबाट के भन्नु लाउँछ, के गर्नु लाउँछ, त्यो मात्रै गर्ने हो। अहिलेको जनताहरूले त झन्डै 2/3 बहुमतको सरकार बनाइदियो नि त। 2/3 मत त झन्डै माओवादी पनि ल्याएको नि त। अहिले माओवादी पनि छैन। त्योभन्दा त्यति माओवादी त बरु 10 वर्ष हाराहारीमा टिक्यो। अब यो त त्यो पनि
सक्दैन अब त्यो यो त्यति लामो जाँदैन जस्तो लाग्छ मलाई किनभनेदेखि अब यो त्यो मर्ने बेलाको बत्ती हुन्छ नि उज्यालो पारेर झ्याप्प जाने बेलामा चाहिँ अहिले यो घन्टे सरकार आएको छ त्यो कारणले गर्दा लामो समय जाँदैन किनभने यो मालिकै त अब टाउको खिचेर छ अब जस्तो इजरायलहरू भयो अमेरिकाहरू भयो पश्चिमाको युरोपहरूको हालत यो राष्ट्रपति सरकारको मालिक चाहिँ अमेरिका हो अमेरिका नै हो अमेरिका अब हुन्छ नि दक्षिणपन्थी आरएसएसहरूद्वारा अब यिनीहरू एउटै त हो एउटै ड्याङको मुला भनौँ न अब यहाँ दक्षिणपन्थी काला हिन्दू आर्य त्यहाँको गोरा आर्यहरू नस्ली हिसाबले पनि एउटै हो नि त्यो कारणले गर्दाखेरि यिनीहरूद्वारा सञ्चालित अब हाम्रो मान्छेलाई अब विभिन्न किसिमबाट अल्झाएर अनि विभिन्न किसिमको संस्कृतिको नाममा गरिब बनाएर अनि संस्कृतिको धनी बनाएर चाहिँ त्यसबाट त हाम्रो आर्थिक त खतमै हुन्छ आर्थिक तस नस भएपछि अब हामी लाचारपन हुन्छ गरिबी हुन्छौँ गरिब भएपछि अवकाशमा माग्नु पर्यो लाचार हुन्छौँ अनि त्यसको लागि विदेशिनु पर्यो त्यतिकै कोही मर्छन् कोही के हुन्छ जसरी हुन्छ यहाँबाट गरिब बनायो है यहाँ कसरी मूलवासी मङ्गलहरूलाई चाहिँ त्यो चेतना नभइसकेपछि त अब अर्काको देशमा मर्दैछु मैले के गर्दैछु भन्ने कुरा पनि थाहा हुँदैन नि त त्यो कारण तपाईँहरू एकातिर साम्प्रदायिक भावनाको विरोधी हो भनेर आफूलाई भन्नुहुन्छ समानता चाहने राजनीतिक दल हौँ भनेर भन्नुहुन्छ अनि मङ्गोल र मूलवासीको कुरा मात्र गरेर हिन्दू र खसारेलाई गाली गर्दा चाहिँ साम्प्रदायिकता भएन र होइन हामीले गाली गरेको होइन सुध्रिनु पर्यो भनेको हो जस्तो के छ भन्दा हिन्दू भन्ने नै कुरा खराब छ कि चोर लुटेर डाका फटा भनेको नि त उहाँहरू त्योबाट त अब हिन्दू भन्ने त कसैको धार्मिक आस्थाको विषय हो त्यो त त्यो बनाइएको कुरा हो आस्था भन्ने कुरा होला कोहीमा तर सुध्रिनु पर्यो त्यसको मुख्य जड भनेकै चोर डाका फोटा लुटेराहरू भन्ने कुराहरू आउँछ त्यो कारणले गर्दा यो कुराहरूबाट चाहिँ हामीले स्पेसल्ली हामीले चाहिँ के गर्नुपर्छ भनेदेखि त्यो कुराहरूलाई चाहिँ हामीले बुझाउन सक्नुपर्छ क्या अब पहिला तपाईँको हिन्दू किन उल्टो छ किन हामी चोर लुटेरा फटा डाका भन्छौँ भन्दाखेरि गर्ने नीति हेर्नुहोस् न त तपाईँको मान्छेलाई चाहिँ गाईको पिसाब खुवाउने अनि ढुङ्गाको एउटा स्ट्याचु बनाएर चाहिँ त्यसलाई खानु नि कसैको आस्थाको कुरा होला नि सर आस्थाको कुरा भनेको हुँदैन नि त तपाईँ एउटा पशुलाई त हामीले पशु कुकुर बिरालोलाई दुध दिउँ उसलाई मुद दिउँ भनेदेखि त्यस्तो पशुलाई थाहा छ कि मुद खानु हुँदैन दुध खानुपर्छ भने पशु एउटा एकदमै त्यो प्राणी केही नबुझ्ने प्राणीले त थाहा छ भनेदेखि मान्छेले त बुझ्नुपर्छ नि त तर मान्छेलाई के छ त मानसिक गुलाम बनाएर चाहिँ पिसाबले चाहिँ यस्तो हुन्छ उस्तो हुन्छ भनेर बनाएर चाहिँ पिसाब खाइन्छ लड्डु मिठाईहरू लगायत अब नरिवलको पानीहरू चाहिँ ढुङ्गामा चढाएर दुध दही चाहिँ खतम पारिन्छ अनि यतापट्टि कसैलाई दलित बनाइन्छ कसैलाई कथित जनजाति बनाइन्छ एउटै मानवतामा हामीले किन विरोध गर्यौँ त भन्दाखेरि मानवमा उहाँले त हामी त गाली मात्रै गर्दैछौँ उहाँले त व्यवहारमै हामीलाई चाहिँ अछुत घोषणा गर्ने है विभिन्न किसिमको चाहिँ विभेद गर्ने कुराहरू छ नि त त्यो कारणले गर्दा त्यस्तो कुराहरू सुध्रिनुपर्छ को आर्य को मङ्गोल नेपालीको भावनाकोमा आउनु भएन नि त 20% मात्रै शासन गर्ने 20%को लागि मात्रै गर्ने 80%लाई चाहिँ पाखा लगाउने असली यहाँको इन्डिजिनियस पिपुललाई चाहिँ विभेद गर्ने त्यस्तो भएको कारणले गर्दा अन्याय अत्याचारको सीमा नभएको कारणले गर्दा हामीले त्यो विरोध मात्रै गरेको हो मौखिक रूपमा हामीले एउटा बुलन्द आवाज उठाएर मात्रै गरेको तर व्यवहारिक रूपमा आजसम्म कसैलाई हामीले हात लगाएको छैनौँ हामीले समानता चाहन्छौँ हामी बुद्धको फोटो र मामा डाक्टर गोपाल गुरुङजीको फोटो लिएर हामी कार्यक्रम गर्छौँ किन भन्दा बुद्ध भनेको नै शान्तिको प्रतीक हो त्यो कारणले गर्दा हामीले कहिले पनि उहाँलाई बोलीले मात्रै हो व्यवहारले हामीले कहिले पनि त्यस्तो अभद्र व्यवहारहरू गरेको छैन हामीले होइन धार्मिक रूपमा हुने विभेदहरू अन्त्य हुनुपर्छ त्यो स्वाभाविक हो तर राजनीतिले चाहिँ बृहत्तर क्षेत्रलाई समेट्नुपर्छ जस्तो लाग्छ राजनीतिले कुनै एउटा समुदाय धर्मलाई मात्र समेट्यो भने चाहिँ त्यो चाहिँ फलदायी हुँदैन होला तपाईँहरूको राजनीति चाहिँ एउटा सीमित समुदायको लागि मात्र भएन र यो सीमित समुदाय भन्ने कुरा होइन मानव यो हाम्रो जति पनि नेपालमा उहाँहरू पनि लामो समय वर्ष भइसक्यो 500 वर्षको अगाडिमा नेपाल आएर बसोबास गरेको कारणले गर्दाखेरि उहाँहरू पनि यो देशमा रहनुपर्छ तर अन्याय अत्याचार त्यो हुन्छ नि नदेखिने तरिकाको चाहिँ त्यो जुन हामीमा बडो विभेद छ त्यो एउटा एकल नस्ले चिन्तन बोकेर चाहिँ हिन्दूवाद लादेर चाहिँ हामीमाथि यहाँको मूलवासीहरूमाथि गरिएको दमन शोषणहरूको चाहिँ अन्त्य हुनुपर्छ किनभने आजसम्म राष्ट्रपति प्रधानमन्त्री ठुल्ठुलो ओदामा उहाँहरू हुनुहुन्छ तपाईँले नि हेर्नु विचार गर्नुपर्छ एउटा सानोभन्दा सानो एउटा वार्ड सचिवहरूले साइन गर्ने ठाउँमा हाम्रो मान्छे यहाँको मङ्गलहरू छैनन् उहाँहरूको त्यो त विचार त हट्नु पऱ्यो नि त भोलि पर्सि तलमाथि हुँदाखेरि मङ्गल र आर्य बिचको टक्राव हुँदाखेरि मैले दिएको जन्मदर्ता मैले बनाइदिएको मृत्युदर्ता मैले साइन गरिदिएको जग्गा पास गर्दा मैले साइन गरेको हरेक कुराहरूमा चाहिँ उहाँ त मर्दा पर्दादेखि लिएर जन्मिँदादेखि लिएर जग्गा पासदेखि लिएर हरेक कुरामा साइन गर्ने ठाउँमा यसो विचार गर्नुहोस् प्रायः हाम्रो मान्छे देखिन्छ त्यो किन त्यस्तो हो भन्दाखेरि यो भोलि पर्सि यो देश मूलवासी हामी हौँ भन्नुको निमित्त पनि हो जस्तो लाग्छ मलाई शङ्का त्यहाँ पनि शङ्काको घेराभित्र पर्नुहुन्छ उहाँहरू किनभने बराबरी गर्दा हुन्छ नि त को यहाँनिर मङ्गलको आर्य भन्ने भावना उहाँहरूबाट चाहिँ कहाँनिर छ त
खुला रूपमा प्रतिस्पर्धा गरेर आउँदा भइगयो भने अझ आदिवासी जनजातिको कोटाहरू पनि त छुट्याइदिएको छ। यो सबभन्दा ठुलो यहाँनिर हाम्रो यहाँको मूलवासी मङ्गलहरू थाना भएको र यहीँ छ। सबभन्दा ठुलो विषय यही हो। यहीँ बनाइदिएको छ आदिवासी जनजाति दलित अल्पसङ्ख्यक सीमाङ्कित बनाएर विभिन्न समुदायमा अझै नेवा देवदौ भन्ने तामाङ गेदुङ भन्ने गुरुङ धोजी के तमु विभिन्न छ क्या मगर समाजहरू। यस्तो खालको चाहिँ साम्प्रदायिक भावना चाहिँ यहाँनिर एउटा विष र यहाँ समाजमा हालिदिएर एकताको सूत्रधारमा भन्दा नि फुटाउने क्या चारतिर फुटाएर चाहिँ शक्ति चाहिँ छिँडछिँड बनाएर चाहिँ खालि 20% मात्रै हाबीमुहाली गर्ने उहाँहरूको त्यो उद्देश्य भएको कारणले गर्दा त्यसको चाहिँ हामी कठोर विरोध गर्छौँ क्या एमएनएको। त्यो हामीले उहाँहरू चाहिँ हुनुहुँदैन भन्ने होइन, छ नि त हाम्रो पनि मङ्गल समाज छ नि त। हामीले संविधानलाई त्यहाँ निर्वाचन आएको विभिन्न कुराहरूलाई चाहिँ मानिरहेको छौँ नि त हामीले। अब आएको छौँ चुनावमा उहाँहरू पनि आउनुहुन्छ त भने कोटामा उहाँहरूको त्यो जुन एउटा समानुपातिक प्रणालीमा क्लस्टरमा उहाँहरू हटाइराख्नु भएको छ। आउनै हुँदैन हुँदै हुँदैन भनेको होइन नि त। देश बनाउनु तपाईँहरू पनि समानुपातिको क्लस्टरमा खसालेलाई हटाएर यो त तपाईँको निर्वाचन लड्दाखेरि त्यो लड्दाखेरि हाल्नै पर्छ र हुनु पनि पर्छ। महामानव डाक्टर गोपाल गुरुङजी कहिले 100% चाहिँ यहाँको अधिकार हुनुपर्छ भन्नुभएको छैन नि त। 80% हक अधिकार चाहिँ मूलवासी मङ्गलहरू 80% भएको कारणले उहाँहरूको 20% त खसालेको हो नै पनि भन्नुभएको छ नि त। त्यो कारणले गर्दाखेरि देश बनाउनुको लागि को 20 को 80 होइन, समग्र नभइसम्म देशै बन्दैन कि देश बन्दैन। त्यो कारणले गर्दा एक हुनु जरुरी छ, तर आफ्नो लागि मात्रै होइन यहाँनिर सबैको लागि। आजसम्म यहाँको प्रधानमन्त्रीहरू बन्दा राष्ट्रपति बन्दाखेरि 100%को लागि बनिदिएको भएदेखि यहाँ यो स्थिति हुन्थेन। यहाँ चाहिँ तपाईँको 20%को लागि मात्रै भयो कि। अब अहिले तपाईँको एउटै मात्रै धर्म लाद्नु खोज्ने पर्छ। अहिले पनि कति राजावादीहरूलाई चम्काइरहेको हुन्छ उहाँहरूले। यहाँनिर हिन्दू राज्य हुनु पर्यो, हिन्दू राज्य हुनु पर्यो। यहाँ हिन्दू मात्रै छ त, यहाँ त देश त बुद्धको हो नि त। जन्मेको यो देश बुद्धको, संसारभरि बुद्धत्वको तपाईँको सब फैलिरहेको छ। बुद्ध भन्ने धर्म पनि होइन, फेरि बुद्ध भनेको त एउटा दर्शन हो, सिद्धान्त हो, एउटा विज्ञान हो, एउटा ज्ञान हो। त्यसलाई चाहिँ निस्तेज पार्नको लागि अनेक किसिमको धर्म प्रतिपादन गरेर चाहिँ स्वर्ग नरकको कुरा ल्याएर पुनर्जन्मको कुराहरू ल्याएर नचाहिँदो कुराहरू चाहिँ मान्छेलाई ढोङ्गी बनाएर चाहिँ दुनियाँभरको धामी र झाँक्री बम्बो अनेक मात्रै उत्पादन गरेर चाहिँ यहाँ समाजलाई चाहिँ फेरि जङ्गल युगतिर धकिलिरहेको अवस्था तपाईँ हामीले देखिरहेको छौँ, भोगिरहेको छौँ नि त। त्यो कारणले गर्दा यो चाहिँ उल्टो गलत छ। त्यो कारणले गर्दा हामीले उहाँहरूको विरोध मात्रै गरेको हो नि त। त्यसले गर्दाखेरि त्यस्तो सम्प्रदायमाथि भाँड्ने खालको होइन क्या हामीले। उहाँहरू पनि अबको 21औं शताब्दी डिजिटल युगको प्रविधिमा जानु पर्यो हो। अब त्यो ढुङ्गालाई मात्रै दुध दही चढाउने होइन। अब चन्द्रमामा मान्छे पुगिसके, अन्तरिक्षमा त्यत्रो कति लामो समय चाहिँ त्यहाँनिर अन्वेषण भइरहेछ। मङ्गल ग्रहमा पुगिसके हाम्रो मान्छे चाहिँ यहाँनिर दुनियाँभरको ढोङ्गी भएर त्यो पहिलाको जङ्गल युगमा त्यो पहिलाको सभ्यतामा फर्किने त भएन नि त। आधुनिकतामा जानु पर्यो नि त। त्यो कारणले गर्दा चाहिँ अब आधुनिकतामा जानुको निमित्त बुद्धको कुराहरूलाई चाहिँ हामीले अब जहिले पनि अगाडि बढाउनुको निमित्त हामी जहिले लाग्नुपर्छौँ। किनभने बुद्धको कुरा भने कहिल्यै पुरानो हुँदैन क्या, नयाँ। किनभने ज्ञान विज्ञान भनेको त खोज अनुसन्धान हो नि त, नयाँ नयाँ कुराहरू। 2500 वर्ष अगाडि बुद्धको त्यो तपाईँ त्यो एक खालको ज्ञानले गर्दा आज हाम्रो होइन संसारभरि उहाँकै कुराले गर्दा आज अघि बढिरहेछ। तपाईँहरू पनि कार्यक्रममा बुद्धको फोटो राखेर कार्यक्रमहरू गर्नुहुन्छ नि? हजुर, हामी बकैदा बुद्ध यो देशको मूलवासी हो, यो देशको अब यो देशकै जन्मनु भएको कारणले गर्दा र उहाँ चाहिँ संसारभरि चाहिँ एउटा तारा पनि भन्छ क्या, उज्यालोको एउटा प्रतीक भएको कारणले गर्दा संसारले मान्ने यहाँ चाहिँ नमान्ने भन्ने कुरा होइन नि त। होला अरू कसैले पनि यहाँनिर अब कतिले मान्दैन त्यो बुद्धको फोटोलाई। राजनीतिमा त अन्य धार्मिक आस्था जोडिएका साथीहरू पनि जोडिएका होला नि। बुद्ध धर्मलाई मात्र अगाडि बढाएको जस्तो देखिन्न र? यो त यस्तो नि त, बुद्ध मैले अघि भने बुद्ध कुनै धर्म होइन। बुद्ध भनेको यहाँको मूलवासी, बुद्ध धर्म होइन यो बुद्ध धर्म होइन। बुद्ध भनेको ज्ञान विज्ञान हो, विज्ञान भने दर्शन हो। उहाँको दर्शनले चाहिँ यहाँको तपाईँको वज्रयानी को महायानी को तपाईँको रामबहादुरको हाम्रो मैत्री भन्छ के भन्छ होइन, को यहाँनिर सत्याङमा किराँत के अनेक छन्, त्योभन्दा माथि हो। त्यो चाहिँ एउटा आस्था र धर्म हो, एउटा झुन्ड मात्रै हो। तर संसारभरि बुद्धलाई कसरी मानिरहेको भन्दाखेरि नास्तिक। बुद्ध भनेको चाहिँ नास्तिक हो। फेरि कुनै विभिन्न पुस्तकमा भेट्नुहुन्छ हिन्दूहरूको विभिन्न ग्रन्थमा होइन, बुद्ध नास्तिक चोर भनेर पनि तपाईँको त्यहाँ औँला ठहरिएको स्थिति छ। त्यो कारणले गर्दा बुद्ध नास्तिक हो। बुद्ध भनेको कुनै धर्म होइन, कुनै स्वर्ग नर्कको कुराहरू उहाँमा पाइँदैन। विज्ञानको कुरा, जन्मने हुर्कने मर्ने त प्रक्रिया हो। अब त्यो प्रक्रियालाई चाहिँ अब किन मान्छे गरिब भए, किन मान्छे दुःखी भए, किन मान्छे चाहिँ खालि दुनियाँभरको अत्याचारहरू सहनु पर्यो भन्ने बारेमा उहाँले खोज अनुसन्धान गरेर मान्छेको जीवन कसरी सुखमय हुनुहुन्छ, के कारणले चाहिँ अब मान्छेले सुख पाइन्छ भन्ने बारेमा चाहिँ ठुलो उहाँले चाहिँ खोज अनुसन्धान गरेर त्यो बेला एउटा दर्शन प्रतिपादन गरेको एउटा व्यक्ति हो, दार्शनिक हो, उहाँ एउटा महामानव हो। तर एउटा भगवान एउटा त्यो धर्म चाहिँ होइन उहाँको। त्यो कारणले गर्दा हामी उहाँलाई त्यो कारणले चाहिँ एउटा फोटो राखेर चाहिँ उहाँलाई कार्यक्रम सञ्चालन गर्छौँ।
तर धर्मको नाममा होइन। हामी बुद्धिस्ट भएर होइन क्या, कुनै पनि वज्रयानी मयानी भनेर होइन। त्यो वज्रयानी मयानी वज्रगुरु मान्ने टुल्के त्यो विभिन्न पद्मसम्मत मान्नेहरू त्यो मान्नु आस्थाको कुरा हो। तर बुद्ध अलग हो। फेरि बुद्धलाई जुन बुद्धको कुरालाई निस्तेज पार्नुको निमित्त ठ्याक्कै एन्टीमा उत्पादन गरियो कि त्यो त्यस्तो हो खासमा चाहिँ। यो निर्वाचनमा चाहिँ केही त्यस्ता राजनीतिक दलहरू जो राजनीतिक दल दर्ता भएको 1 वर्ष पनि नपुग्दै उनीहरू सदनभित्र स्थापित हुन पुगे। एमएनओ चाहिँ 37 वर्षसम्म हुँदा पनि चुनाव जितेन। अनि कहीँ कतै चुनावी तालमेल गरेर चुनाव जितौँ भन्ने पनि हुन्थ्यो कि आफ्नो विचार सिद्धान्त मिल्नेहरूसँग राजनीतिक समीकरण गरौँ भन्ने चाहिँ भएन एमएनओको भिजन। एमएनओको अहिलेसम्म भएन र अबको दिनहरू हुँदैन। किनभने दर्शन सिद्धान्त नै मिल्दैन। एमएनओको आफ्नै छुट्टै दर्शन सिद्धान्त छ, आफ्नै बाटो छ, अर्काको बाटोमा हिँड्नै पर्दैन। अहिले त्यो हिजोअस्ति पार्टी उत्पादन गरेर सांसद सिधै त्यो एमएनओले कहिले पनि चुनावी तालमेल गर्दैन, कुनै हालतमा पनि गर्दैन। किनभने दर्शन मिल्नु पर्यो, सिद्धान्त मिल्नु पर्यो, हिँड्ने बाटो मिल्नु पर्यो। बाटै मिल्दैन नि त। हामी भन्दैछौँ यहाँको मङ्गोलहरू चाहिँ यहाँको मूलवासी हो, हामी यहाँको असली रैथानेहरू चाहिँ यो देशको मालिक हौँ। तर हामी चाहिँ हात पसारेर अर्कासँग मागेर चाहिँ एउटा घली गोठाला जस्तो व्यवहार हामी त्यो सहँदैनौँ भनिरहेको छौँ। मित्रहरू त यो धसिरहेको थिए। हामी अराष्ट्र झन्डा भन्छौँ, अराष्ट्र झन्डा ओरिरहेको छन् अहिले फेरि। भनेपछि त यिनीहरू त त्यो परिचालित भन्ने कुरा त्यहीँबाट बुझिन्छ। आफ्नो अडान छोरे नि त, अडान छोड्नु हुँदैन। यदि हामीले बोल्दैछौँ भने बोल्दै सँगसँगै हामी परिपक्व तरिकाले जानुपर्छ। बोलेर एउटा बोल्दैछौँ गर्दैछौँ अर्को त मिलेन नि त। जस्तो सांसदमा छिर्नेहरू बोलीमा त भटङटङ गर्थ्यो नि त। अहिले त त्यो बोलीमा त मिलेन, व्यवहार त मिलेन त। त्यो कारणले गर्दाखेरि असत्य बाटोमा गएपछि, नक्कली कुराहरूमा गएपछि शत्रु पक्षले चाहेकै त्यही हो। त्यस्तै मान्छेलाई हाइलाइट गराउने विभिन्न तरिकाले चाहिँ मिडिया फेरि हाम्रो हातमा छैन नि त। नेपालमा हाम्रो हातमा मिडिया पनि छैन र सामाजिक सञ्जाल हाम्रो देशमा आफैमा स्वचालित पनि होइन। अमेरिकाद्वारा 27,000 सामाजिक सञ्जाल त अमेरिकाबाट परिचालित छ नेपालमा। अनि विभिन्न देशहरूबाट विदेशी यो चलखेल अल्गोरिदम भन्छ होइन, त्यहाँबाट चाहिँ परिचालित गरेर उसलाई कुनै केमा फाइदा छ त? सामाजिक सञ्जालमा अब विभिन्न कुराहरूलाई उसलाई फाइदा हुने कुरा हाइलाइट गर्छ, बुस्ट गरिदिन्छ, उसलाई बेफाइदा हुनेलाई रोकेर राख्छ। जस्तै एमएनओले गरेको कुराकानी त रोकेर राखिदिरहेको छ नि दाजुमा। किनभने पश्चिमाहरूको ठ्याक्कै हाम्रो एगेन्स्टमा छ क्या एमएनओको कुराहरू। किनभने मङ्गोल र मूलवासीको कुराहरू, मङ्गोलहरू भनेको यो फेरि के छ भन्दाखेरि यो राष्ट्रिय लेभलको राजनीति पनि होइन, अन्तर्राष्ट्रिय लेभलको राजनीति हो। मङ्गोल भन्नाले यहाँको राई लिम्बू मगर तामाङ गुरुङ मात्रै होइन, चाइनिज जापानिज कोरियन जति पनि मङ्गोल देशको हक अधिकारको कुरा छ। आज अदृश्य रूपमा एसियामा हक अधिकार आजसम्म योभन्दा अघिल्लो दिनहरूमा हेर्नु भने अमेरिका पश्चिमाले हकडक चलाइरहेको थिए। अहिले भर्खरै मात्रै चाइना सर्वशक्तिमान भएर उदाउँदै गरेको कारणले गर्दा केही हतोत्साहित भएर अहिले बिस्तारै तिनीहरूको मालिक चाहिँ ढल्ने स्थितिमा पुगिसकेका छन्। देखिराख्नु भएको छ अमेरिकाहरू अब एउटा अङ्गरक्षक भनौँ न, चाइनाको अङ्गरक्षक जस्तो मात्रै त हो नि इरान, उहीसँग पराजित हुँदैछ। आज तपाईँको उसको अङ्गरक्षक उत्तर कोरिया उहीसँग थुरथुर भइरहेछ। ऊ त मालिक हो चाइना। त्यो कारणले गर्दाखेरि मङ्गोल राष्ट्रहरू सर्वशक्तिमान भइराख्दाखेरि, एसियाका मुलुकहरू सर्वशक्तिमान भइराख्दाखेरि अब यिनीहरू अहिले खत्तम हुँदैछन् क्या। त्यो कारणले गर्दा उनीहरूले त्यो एउटा उज्यालो हुँदै त्यो निप्न आँटेकोलाई भुट त बोलेको मात्रै हो, आयु चाहिँ लामो छैन। एमएनओले हरेक निर्वाचनमा हार बिहोर्दै आइराखेको छ। हजुर, जनताहरूमा बुझ्दाखेरि चाहिँ एमएनओले हक र अधिकारको विषयलाई उठायो, विकासको मुद्दाहरूको विषयमा चाहिँ एमएनओ कहिले पनि बोल्दैन। जनता हामीलाई चाहिएको विकास हो, अहिलेलाई अधिकार भन्दा पनि विकास चाहिएको हो। यसकारण अब एमएनओको कुरो ठिकै हो, तर अब अहिले नै भोट हाल्ने समय भएको छैन भनेर भन्छ नि। समय पनि आउनु पर्यो नि त। समय पनि आइसकेको छैन। अब नेपालमा त्यो अब 80 र 20को कुराहरू हाम्रो प्रेसिडेन्टज्यूदेखि लिएर पहिलादेखि नै यो खालको हिसाब किताब हुन्छ, आइपुगेको पनि छैन। अब आउँदैछ। कहिले जित्छ त एमएनओ? अब प्रेसिडेन्टज्यूको भनाइअनुसार एमएनओकै नेता कार्यक्रम यता गणहरूद्वारा चाहिँ यो खालको हिसाब किताब गर्दाखेरि समय आयो। अब समय आउँदैछ। अब 80 वर्ष पुग्नु लगभग अब नेपालमा 4 वर्ष छ भन्दै हुनुहुन्छ। 4 वर्षपछि चाहिँ अब हाम्रो यहाँको मान्छेले बुझ्छन्, कुराहरू बुझ्छन्। सबभन्दा कुरा त चेतनाको एउटा हाम्रो ढोका खुल्नु पर्यो। चेतनाको ढोका खोल्दै गर्दाखेरि र अनि उहाँहरूमा पनि त्यो खालको एउटा चेतना भरिएपछि मात्रै त जितिने हो। त्यसरी अनि परिवर्तन हुने कुरा हो। एकैचोटि आत्तिएर अब हामीले चुनाव हार्यौँ भनेर होइन नि त। हामीले गणितीय हिसाबमा होला परिणाम आएन, तर हामीले हाम्रो कुराहरू किन भने एकदम मुद्दाहरू चाहिँ पुरै हाम्रो चाहिँ लागु भइरहेछ नि त। हामीले चुनाव नलैकन हाम्रो चाहिँ मुद्दाहरू त्यही तपाईँको फ्री शिक्षा, फ्री स्वास्थ्य हामीले कहिलेदेखि भनेको। अब यो अहिले एमएनओले हक र अधिकारको कुरा चाहिँ गर्यो, विकासको विषयमा चाहिँ एमएनओ बोलेन भन्छन्। विकासको मुद्दा चाहिँ के छ एमएनओ? यस्तो सबैभन्दा ठुलो कुरा हक र अधिकार हो। हक अधिकार भए पछाडि विकासको त तपाईँको गति आफै लिन्छ नि त। अहिले सबैभन्दा ठुलो कुरा त हक अधिकारबाट वञ्चित गरिएको छ। कसरी भन्दा
80% मूलवासी मङ्गोलहरूलाई चाहिँ पाखा राखेर अब तपाईँको अर्काको देशमा मार्नु पठाउने, अर्का देशमा हलिकठाला बस्नु पठाउने, यहाँ चाहिँ रोजगारीको व्यवस्थापन पटक्कै नगर्ने, यहाँ चाहिँ अब जुनै वर्णविभेद तरिकाले चाहिँ व्यवहार गर्ने, अनि 80%लाई एकतिर राखेपछि त तपाईँको उनीहरू हक अधिकार सम्पन्न भएको भएदेखि त देशको राष्ट्रपति बन्थे, प्रधानमन्त्री बन्थे, त्यस पछाडि देश मिलेर जान्थ्यो, 80-20 सबैजना मिलेर गएर चाहिँ देश बन्थ्यो। तर बहुसङ्ख्यक 80%लाई पाखा लगाएर 20%ले शासन गरेको कारणले गर्दा, हक अधिकार गुमेको कारणले गर्दा फेरि विकास केलाई मान्ने, यस्तो विकासहरू त केही पनि होइन। यो विकास चाहिँ ठिनैमिने यसो त्यो आँखामा त्यो छार हाल्ने मात्रै हो। त्यो कारणले गर्दाखेरि हक अधिकार सम्पन्न भइसकेपछि, सबैमा समानताको भावना भइसकेपछि हामीले चाहिँ विकास गर्नुपर्छ भन्ने भावना सबैमा आउँछ। त्यति बेला आफै आफ विकास भएर जान्छ देश। विकास भन्दा अस्तित्व अधिकार हामीले के भनेछ भन्दाखेरि मङ्गलको मात्रै होइन अस्तित्व, खसारीको पनि हुनुहोस् न, 20% खसारीको अस्तित्व पनि सुनिश्चित होस्, 80% मङ्गलको अस्तित्व अधिकार सुनिश्चित होस्। दुईटैमा यो खसारीको मङ्गल भन्ने भावना होइन, नेपाली भन्ने भावना आओस् भन्ने हो। तर हामीले मङ्गल नेसनल अर्गनाइजेसनै नाम राख्नु कारण चाहिँ के हो त भन्दाखेरि संविधानमा पनि उहाँहरूको चाहिँ सुनिश्चितता छ। यतापट्टि हाम्रो मान्छेहरूको चाहिँ मङ्गल नस्लको मान्छेलाई चाहिँ मङ्गल शब्दै हटाएर तपाईँको अनेक किसिमको यो जनजाति दलित के ल्याएर चाहिँ तपाईँको अनेक किसिमबाट फुटाइएको छ। यस्तो समुदायहरूमा चाहिँ तपाईँको विभिन्न सङ्गठन खोलेर टुक्राइएको छ। त्यस्तो नहोस्। तपाईँको अहिलेको नेपालको यो तपाईँको जुन छ सयौँ थुङ्गा फुलका हामी एउटा माला नेपाली भने पनि त्यो हाम्रो लागि ठिक छैन। के सयौँ थुङ्गा, एउटै थुङ्गा भन्दै एउटै फुल भन्दै भयो भने यहाँ थुङ्गा 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 भने त्यसले त हामीलाई फुटायो क्या। एउटै चाहिँ तपाईँको भएर चाहिँ अघि बढ्यो भने देश बन्छ। तर त्यो 20-80-80मा पनि तपाईँको अनेक टुक्रा विभिन्न टुक्रा, फेरि आदिवासी जनजाति दलित अल्पसङ्ख्यक सीमाङ्कित, त्यसपछि पनि यो समुदाय चाहिँ अल्पसङ्ख्यकमा, यो चाहिँ तपाईँको दलितमा, यो चाहिँ आदिवासीमा पर्छ भन्ने किसिमको त्यो समाजलाई भड्किलो खालको बाँडिने खालको कुराहरूले चाहिँ आज समाजलाई एकदम दुर्दशातिर लगिरहेछ। देशलाई तपाईँको अब माथितिर जाने होइन, समृद्धशाली बनाउने होइन, तसनस पार्ने स्थितिमा पुगेछ। अनि एउटा सानो एकदम सही कानुन छैन। अहिलेको झन् घन्टी सरकारले त के गर्यो भन्दा जलाउने, बिगार्ने, मार्ने, त्यो खालि अझ अराजकतिर गयो। अहिले उसले सिकाएको गतिविधि अहिले पनि अघि बढ्दैछ। कोही आत्मदाह गर्ने, कोही के गर्ने, कोही आगो लगाउने, त्यो कसले सिकायो भन्दा शासन सत्तामा रकै मालिकले सिकाएपछि त गरिहाल्छ नि त। त्यो कारणले गर्दा अझै पनि अस्थिरता देशमा रहन्छ। कहिलेसम्म रहन्छ भन्दा यहाँको मूलवासी मङ्गोलहरू शासन सत्तामा नपुग्दैसम्म यस्तै हो। देश तपाईँको अवनतितिर जाने हो। यहाँ हत्या हिंसा यस्तो त्यो विभिन्न किसिमको चाहिँ विकृतिहरू यहाँ आइरहने कुरा हो। हस्, समय र संवादको लागि तपाईँलाई विशेष धन्यवाद। हजुर, हस्, धन्यवाद तपाईँलाई पनि है। जय मङ्गल।